नमस्ते सबैजनालाई। नेपालमा भएको 3टा सरकारी ब्याङ्क जस्तै कि कृषि विकास ब्याङ्क, नेपाल ब्याङ्क लिमिटेड र राष्ट्रिय वाणिज्य ब्याङ्कले धेरै सङ्ख्यामा विज्ञापन खुलाएको छ र यो विज्ञापन चाहिँ आज फागुन महिनाको 1 गते खुलाएको र विभिन्न पद जस्तै कि 8औं तह, 6औं तह, 4औं तहको लागि खुलाएको पद जस्तै कि लेखापाल, लेखा अधिकृत, शाखा प्रमुखहरूको लागि खुलाइएको रहेछ र यो चाहिँ सबै प्रदेशमा खुलाएको छ। आफूले पाएको पर्ने प्रदेशमा हजुरहरूले एक्जाम दिन सक्नुहुन्छ। यो एक्जाम दिनको लागि तपाईँहरूले कम्तीमा पनि +2 चाहिँ पास गरेको हुनुपर्छ। तर यो एक्जाम दिनको लागि तपाईँहरूले अगाडि नै प्रिटेस्ट एउटा दिनु परेको हुन्थ्यो। इफ तपाईँहरूले चाहिँ त्यो प्रिटेस्ट दिनुभएको छैन भने चाहिँ अब तपाईँहरूले अर्को वर्ष मात्रै फर्म भर्न पाउनुहुन्छ। अब जाउँ नेपाल ब्याङ्क लिमिटेडमा। नेपाल ब्याङ्क लिमिटेडमा चाहिँ 31 गतेसम्म तपाईँहरूले चाहिँ सिङ्गल दस्तुरमा फर्म भर्न पाउनुहुन्छ भने 28 गतेसम्म तपाईँहरूले डबल दस्तुरमा फर्म भर्न पाउनुहुन्छ। यहाँ पनि तह 9 तह 6औं तहको लागि फर्म खुलेको छ। तर यसको लागि चाहिँ तपाईँहरूले कम्तीमा पनि 42 चाहिँ पास गर्नुभएको हुनुपर्छ। इफ तपाईँहरूले 42 पास गर्नुभएको छैन भने तपाईँहरूले फर्म भर्न पाउनुहुने छैन। अब महिलाको लागि उमेर हद चाहिँ 40 हो भने पुरुषको लागि चाहिँ 35 हो। र अब जाउँ राष्ट्रिय वाणिज्य ब्याङ्कतर्फ। यहाँ पनि भारी सङ्ख्यामा विज्ञापन खुलेको छ विभिन्न प्रदेशहरूमा जस्तै कि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम 7वटै प्रदेशको लागि खुलेको रहेछ। तह 4को लागि, सहायक पदको लागि। यसको लागि चाहिँ तपाईँहरूले +2 पास गर्नुभएको छ भने पनि पाउनुहुन्छ। र यो पनि डेट चाहिँ तपाईँहरूको सेम नै हो है। 21 गतेसम्म सिङ्गल दस्तुर अनि 28 गतेसम्म डबल दस्तुर। तपाईँहरू 18 वर्ष पुग्नु भएको छ भने तपाईँहरूले यो फर्म भर्न पाउनुहुन्छ। र यो फर्म भर्नको लागि लाग्नुपर्ने शुल्क चाहिँ 500 हो। र तपाईँहरूले अब 2टा कोटामा सपोज तपाईँहरू खुल्लामा पनि महिलामा पनि भर्नु भने तपाईँहरूले चाहिँ 100 थप तिर्नुपर्ने हुन्छ। र थ्याङ्क यू फर वाचिङ। अझै मोर इन्फर्मेसनको लागि फलो गर्नुहोला। बाई बाई।